जय मसी मेरा सम्पूर्ण मित्रहरूलाई फेरि पनि म अहिले पोल्यान्डकै सानो भिडियो लिएर आएको छु। अनि म अहिले पोल्यान्डको क्यापिटल अफ पोल्यान्ड वार्सामा आएको छु। अनि यहाँनिर आज म मेरो छुट्टी भएको कारणले गर्दा म आएको थिएँ केही सपिङहरू गर्न अनि केही त्यसै घुम्नलाई। त्यो मेरो पछाडि तपाईँले देख्दै हुनुहुन्छ यो पोल्यान्डको प्यालेस हो है, क्लक टावर पनि भनिन्छ। एकदमै सुन्दर छ अनि धेरै बृहत अनि ठुलो छ। अनि यो माथि देख्दै हुनुहुन्छ, यो माथिको लाइट टपमा त्यहाँ हामी गएर टिकट काटेर हामीले माथि गएर माथिबाट भ्यू हेर्न सक्छौँ पुरा पोल्यान्डको 360 डिग्री। अहिले म राति भएको कारणले गर्दा अहिले तपाईँले त्यति क्लियर देख्नु हुँदैन। हेर्नुहोस् है गाउँको जग्गाहरू, बिल्डिङहरू हेर्नुहोस् कति मजाले। यो चाहिँ मोडर्नाइज अहिले मोडर्न बिल्डिङहरू हो, भर्खरै नयाँ बनाएको बिल्डिङहरू। यो हेर्नुहोस् न कति अग्ला अग्ला बिल्डिङहरू, अग्ला अग्ला यो छ। यो बिल्डिङहरू हेर्नुहोस् है। यो सायद होटेल हो, प्रेसिडेन्सियल होटेलहरू हो। अनि यो ठुल्ठुलो कर्पोरेट अफिसहरू होला है। अनि हेर्नुहोस् न यहाँ कति अग्लो अग्लो छ बनाएको छ है। यो हेर्नुहोस् न बिल्डिङहरू, यहाँ पनि हेर्नुहोस् बिल्डिङहरू। अनि यो त तपाईँले देख्दै हुनुहुन्छ, यो त एकदमै पुरानो है। मलाई लाग्छ यो 200 वर्षभन्दा पनि अगाडिको बनिएको यो प्यालेस हो। यो धेरै ठुलो छ। यो भित्र तपाईँले जानुभयो भने भित्र तपाईँ थिएटरहरू छ है, मुभी थिएटरहरूदेखि लिएर यहाँनिर म्युजियमहरूदेखि लिएर सबै कुराहरू भित्र छ। धेरै ठुलो छ, पहिला धेरै वर्ष अगाडि बनाएको यहाँको गभर्मेन्टले। हुनसक्छ यो जर्मनको आर्किटेक्ट हुनसक्छ, बाहिरको आर्किटेक्ट हुनसक्छ। अनि यो एउटा ट्रेडिसनल अथेन्टिक है कुराहरू यहाँनिर यो बनिएको छ। हेर्नुहोस् है, एक समय यो बिल्डिङ माथि चढेको थियो अनि माथिबाट भ्यू हेर्नलाई यो 30 तला माला, 30 तला 30 फ्लोरसम्म जान्छ। त्यहाँबाट भिडियो, त्यहाँबाट भ्यू हेर्न सकिन्छ। अनि धेरै सुन्दर छ हेर्नुहोस् है। यहाँनिर देख्दै हुनुहुन्छ यो यहाँको सपिङ मलहरू है, एडिडासदेखि लिएर टिके म्याक्सहरू, H&M हरेक सपिङ मलहरू देख्दै हुनुहुन्छ। यहाँनिर पनि पर पनि रेलवे स्टेसन पनि छैन, यहाँबाट उताबाट रेलवे स्टेसन छ। हेर्नुहोस् है कति सुन्दर छ। अहिले यो अक्टोबरको लास्ट महिना भएर यहाँले पत्ता झर्न सुरु भइसकेको छ। अनि यो समय एक प्रकारको रमाइलो पनि हुन्छ, पत्ताहरू पहेँले भएर झर्ने गर्छ है। प्रकृतिको एउटा आफ्नो समयमा यो कुराहरू प्रकृतिले आफ्नो समयमा गर्ने गर्छ है। अबको समयहरू विन्टरको समयहरू आइरहेको छ। अनि हेर्नुहोस् कति सुन्दर छ है। युरोप छ है। जहिले पनि यहाँ आउँछु यहाँनिर हेर्छु, एकदमै राम्रो लाग्छ, खुसी लाग्छ। यहाँबाट तपाईँ यहाँबाट जानुभयो भने यहाँबाट ओल्ड टाउनहरू जानु सक्नुहुन्छ। यहाँबाट यो बिल्डिङहरू पुरानो है, ओल्ड टाउन भर्खर गएर आएको थिएँ। अनि त्यो ओल्ड टाउनमा पहिलाको आर्किटेक्चरहरूले पुरानो आर्ट एन्ड कल्चर कुराहरू देख्न सक्नुहुन्छ है। अनि त्यहाँनिर फुडिजहरूको लागि, खानाको प्रेमीको लागि पनि त्यहाँनिर थुप्रो प्रकारको रेस्टुरेन्टहरू त्यहाँनिर एकदमै बेसी मात्रामा छ। रेस्टुरेन्टहरू ट्रेडिसनल फुडदेखि लिएर पोलिस फुड, इन्डियन फुड, एभ्री टाइप अफ फुड तपाईँले त्यहाँ देख्नुहुन्छ है। अनि प्रियहरू युरोप है, यो युरोपको सानो कन्ट्री हो है पोल्यान्ड। यो मिडलमै पर्छ। यहाँबाट जर्मनी, फ्रान्स, पोर्तुगल, युक्रेन, स्विजरल्यान्ड अनि रोमानिया, विभिन्न कन्ट्रीहरू यो छेउछाउमै पर्छ। यहाँबाट साह्रै नजिक, साह्रै टाढो पर्दैन। म पोल्यान्डमा अहिले बसेको 3 साल लगभग हुन लाग्यो। अनि हामीले के भन्न चाहन्छु भने म कि यो देशहरू यति विकसित छ, यति है सुसम्पन्न छ है। अब एउटा डेभलप कन्ट्री, अब हाम्रो हेरी त धेरै डेभलप छ, धेरै एडभान्स छ यिनीहरू धेरै कुरामा है। अनि
यहाँको मैले यी कुराहरू मैले अब्जर्भ गरेँ, नोटिस गरेँ, एक्सपिरियन्स गरेँ कि यहाँका मानिसहरू पनि यति नै डिसिप्लिन छ है। कति डिसिप्लिन छ, यिनीहरूले हरेक कुराहरूलाई फलो गर्छ। यहाँको ट्राफिक रुल्सहरूलाई, यहाँको रुल्स एन्ड रेगुलेसनलाई, एभ्रिबडी इज भेरी सिन्सियर है, प्रियहरू। अनि यो देशहरूमा हामी मानिसहरू यो जेफ्रा क्रसबाट मात्र क्रस गर्छ। यहाँ अरू पनि रोडहरू छ, प्लेन छ, तर मानिसहरू यहाँबाट क्रस गर्छ। अनि कति डिसिप्लिन, कति अनुशासित मानिसहरू यहाँनिर छन् भन्ने कुराको हामीले सिक्नुपर्ने कुराहरू छ है। अनि हाम्रो देश पनि छ, धेरै ठुलो छ, धेरै बृहत छ, धेरै मानिसहरू छ, तर कहिलेकाहीँ त्यहाँको म्यानेजमेन्टहरू फेल भइरहेको हुन्छ है। कहिलेकाहीँ त्यहाँको म्यानेजमेन्ट, कहिलेकाहीँ मानिसहरूले त्यो कुरालाई फलो गरेको हुँदैन, जो गभर्मेन्टले दिएको आर्टिकलको कुराहरूलाई है। अनि यो एकदमै सोचनीय विषयहरू छ है। अनि हाम्रो देशहरूमा आफ्नो देश, आफ्नो ठाउँ आफूलाई धेरै प्यारो लाग्छ, आफ्नो जन्मेको ठाउँ, जग्गाहरू हो। अनि म यहाँ हेर्दछु यहाँको गभर्मेन्टले जुन प्रकारले यहाँको कुराहरूलाई सुन्दरीकरण गरेको छ है, यहाँ भएको हरेक थोकहरूलाई। अनि मलाई लाग्छ इमान्दारीपन पनि ठुलो कुराहरू रहेछ भन्ने कुराहरू है। यहाँ कुनै पनि कुराले, यहाँ करप्सन भन्ने कुराहरू छैन जस्तो लाग्छ मलाई। हरेक पाइ पैसाहरूलाई यिनीहरूले डेभलपमेन्टमा खर्च गरिरहेको हुन्छ। यो एकदमै असल कुराहरू हो है। हामीले अब हरेक कुराहरू गर्दै गर्दा हामीले एउटा कुरा याद गर्नुपर्ने हुन्छ, जो त अनुशासन अनि एउटा डिसिप्लिनले पनि मानिसलाई, देशलाई पनि एउटा अगाडि बढाउँछ भन्ने कुरा मैले एउटा एक्सपिरियन्स गरेँ। अनि प्रभुको वचनले जहाँ प्रभुको वचन अनुसार हामी जब हिँड्छौँ, प्रभुको वचनलाई हामी पालन गर्छौँ, अनि प्रभुले हामीलाई पनि धेरै आशिष कुराहरू दिनुहुन्छ जीवनमा है। अनि त्यस्तै पनि हो, जस्तै यहाँनिर सरकार छ, सरकारको कुराहरूलाई हामीले फलो गरेर यहाँको एउटा प्रतिनिधित्व गर्ने, यहाँलाई देशलाई एउटा है रिप्रेजेन्ट गर्ने, अनि देशको कुराहरूलाई एउटा लिएर काम गर्नेलाई पनि हामीले त्यति नै महत्त्व दिनुपर्ने कुराहरू हुन्छ। प्रियहरू, हामी यो सानो ठाउँमा छौँ है, यो जग्गामा, देशको यो सानो भागमा त हो, पृथ्वीको सानो भागमा त हो। अनि यति त कति सुन्दर छ है, कति सुन्दर छ, कति रमणीय छ है। हाम्रो माथि हुने पिताले त हाम्रो लागि कति राम्रो, योभन्दा पनि कति बढ्ता गरेर हाम्रो लागि जग्गा ठाउँ राखिदिनु भएको छ। हामीले कहिलेकाहीँ विचार गरेको छौँ, गरेको छैन। संसारमा हुँदा हामी खान्छौँ, पिउँछौँ, रमाइलो गर्छौँ, सबै कुराहरू गरिरहेको हुन्छौँ, तर हामीले माथि भएको साँच्चै ईश्वरलाई हामी बिर्सिरहेको हुन्छौँ। मैले अस्ति मात्रै वचनमा बोलिरहेको थिएँ, हामी आज के खाउँला र भोलि के खाउँला भनेर हामी सुर्ता गर्ने होइनौँ। हाम्रो परमपिता परमेश्वरले हाम्रो लागि सबै कुराहरू आफ्नो योजनामा पुरा गर्नुहुन्छ है। यो मानिसहरू रमाइलो गर्छन्, हेर्नुहोस् न, मानिसहरूले यो सबै मानिसहरूलाई दिएको बुद्धिहरू हो नि त है। ईश्वरले पनि दिएको माथिबाट दिएको बुद्धिहरू हो नि त। त्यही कारण यो ठाउँलाई एउटा सुन्दरीकरण गर्ने, यहाँ भएको कुरालाई बनाउने, यहाँ भएको हरेक थोकलाई बनाउने ईश्वर नै हो नि त है। ईश्वरले मानिसलाई बुद्धि दिएर मानिसले बनाइदिएको होइन। यदि ईश्वरले बुद्धि नदिएको भए, ईश्वरले त्यो कुरा नदिएको भए यहाँ कसरी बनिँदैन थियो होला नि त। आज हरेक थोक यहाँ बनिएको छ, मानिसलाई हिँड्ने सुविधादेखि हरेक कुराहरू, टेक्नोलोजीको कुराहरू भयो है, कति कुराहरू एडभान्स भएर गइरहेको छ। प्रभुको वचन नै प्रियहरू साँचो छ। प्रभुको वचन झुटो कहिले पनि हुँदैन है। अनि हाम्रो जीवन चाहिँ केही दिनको क्षणिक जीवन हामी लिएर आएका छौँ। अनि त्यो जीवन हुँदा साँचो ईश्वर हामी चिन्नुपर्छ,
साँचो ईश्वरलाई हामी जान्नुपर्छ भन्ने हामीले थाहा गर्नुपर्छ। आज संसार हेर्नुहोस् न कतिवटा कुराहरूबाट गुज्रिरहेको छ। संसारमा आज भइरहेको घटनाहरू हेर्दाखेरि हामी अलिकति चिन्तित पनि हुन्छौँ, तर यो कुराहरू बाइबलमा अघिबाट नै लेखिएको छ। बाइबलको कुराहरूमा अघिबाट नै कुराहरू घोषणा गरिसकेको छ। संसारमा अन्तिम समयहरूमा यस्ता यस्ता कुराहरू हुनेछ भनेर हामीले त्यो कुरालाई ख्याल गर्दैनौँ। त्यो भइरहन्छ नि, त्यो गइरहन्छ नि भन्ने कुरा हामी कुरालाई त्यो कुरालाई गरिरहेको नेग्लिजेन्स गरिरहेको हुन्छौँ। वाचन अनुसार हामी जब हामी पढ्छौँ अनि हामी त्यसलाई बुझ्छौँ भने यो समयहरू चाहिँ नजिक आइरहेको छ। ईश्वरको आगमन नजिक आइरहेको छ है। भनिन्छ यसो ख्रिस्ट आउनुभयो 2000 साल पहिला, 2000 सालभन्दा अगाडि आउनुभएको आएर यहाँ भएका हरेक कुरालाई सुसमाचार सुनाउनु भयो अनि उहाँले चेला छोडेर जानुभयो ताकि हरेक मानिसले सुसमाचार सुनेको हुनुपर्छ भनेर तपाईँले आदेश दिनुभएको छ। मलाई लाग्छ आज सबै ठाउँमा सुसमाचार पुगिसकेको छ। मानिसहरूले बाइबललाई पढिसकेको छ, विश्वास लाग्छ। त्यसैले हामी तयारी बनाउँ, हामी त्यो दिनको लागि तयारीमा हामीले आफूलाई राखौँ, अनुशासन बाइबल वचन अनुसार हामी जिउँ, प्रभुको भयमा हामी जिउँ, प्रभुको वचनलाई हामी सधैँभरि हृदयमा राखेर हामी अगाडि बढौँ है। प्रभुको वचनले पनि भन्छ नि त, प्रजा नाश हुन्छ ज्ञानको कमीले। अनि हामी त आजको विश्वासहरू कतिजना नाश भइरहेको छ ज्ञानको कमीले है। हामी चर्च जान्छौँ, हामी त बाइबल त पढ्छौँ, तर हाम्रो ज्ञान हामीलाई कमी भइरहेको हुन्छ। हामी त्यो ज्ञान मनन हामी गर्न सकेको छैनौँ। बाइबललाई एउटा सठिक ढङ्गले हामीले पढ्न सकेको छैनौँ, त्यसलाई हामीले सठिक ढङ्गले बुझ्न सकेको छैनौँ। ईश्वरलाई हामी मागौँ ताकि हामीले बुझ्न सकौँ, हामी खोलिन सकौँ, साँच्चै ईश्वरलाई बुझ्न सकौँ अनि हामी ज्ञानमा हामी अगाडि बढ्न सकौँ। फेरि यो साँझको समयमा म पोल्यान्डबाट यो वर्षबाट तपाईँहरूलाई के सन्देश दिन्छु कि येशू जिउँदो हुनुहुन्छ, येशू आउँदै हुनुहुन्छ। अनि येशू चाहिँ कुनै पनि दन्ते कथामा लेखेको त्यो एउटा बाइबल त त्यो दन्ते कथामा लेखेको बाइबल होइन, वचन होइन, त्यो सत्य वचन हो। हामी त्यसलाई बुझौँ, हामी त्यसलाई आदर गरौँ अनि त्यसलाई हामी भयमा हामी जिउँ। अनि साँच्चै ईश्वर चाहिँ आउँदै हुनुहुन्छ अनि साँचो ईश्वर प्रभु ख्रिस्ट नै हुनुहुन्छ भनेर हामीले विश्वास गरौँ, हामी मानौँ ताकि हाम्रो जीवन सधैँ यस ईश्वरलाई हामी चिन्यो भने हाम्रो पुस्ताले पनि ईश्वरलाई चिनेछ। यो सन्देश तपाईँलाई दिँदै आजको साँझमा म पोल्यान्डको वर्षबाट तपाईँलाई यस भिडियो गरिरहेको छु। त्यसै कति सुन्दर छ, प्रभुले बनाउनु भएको यो सृष्टि हो, प्रभुले बनाउनु भएको यो जग्गा हो, यो ठाउँ हो। यो ठाउँमा आशिषको कुराहरू बगिरहेको छ किनकि मानिसहरूले जानेका छन् कि येशू ख्रिस्ट जिउँदो हुनुहुन्छ। उहाँहरू सन्डे चर्चहरूलाई कहिले मिस गर्दैन। यहाँनिर पोल्यान्डमा धेरै चर्चहरू छन्, यो क्रिस्चियन कन्ट्री भएकोले गर्दा जग्गा जग्गा चर्चहरू छन्। सन्डेलाई उनीहरूले पालन गर्छन् अनि उहाँहरू चर्च जान्छन्, प्रार्थना गर्छन्, परिवारसँग मिलेर। क्रिसमस पनि यो चाहन्छु कि येशू ख्रिस्ट चाहिँ आउँदै हुनुहुन्छ, चाँडै आउँदै हुनुहुन्छ। हामी समयमा नै येशू ख्रिस्टलाई हामी चिनौँ, जिउँदो ईश्वरलाई हामी चिनौँ अनि हाम्रो जीवन त प्रभु येशू ख्रिस्टलाई हामी दिउँ ताकि शान्ति र आनन्द दिने येशू ख्रिस्ट मात्र हुनुहुन्छ। त्यो हामी संसारिक भौतिक थोकले हामी पाउँदैनौँ, किन्न सक्दैनौँ शान्ति र आनन्द। किनकि हाम्रो जीवन अमर छैन। हेर्नुहोस् है, हाम्रो जीवन अमर छैन। हामी शान्ति र आनन्दको लागि हामी के गर्छौँ है, मानिसहरूले के गर्ने गर्छन्, तर जब हामी ईश्वरलाई चिन्छौँ हाम्रो शान्ति आनन्द येशू ख्रिस्टले सित्तमा दिनुहुन्छ, सित्तमा दिनुहुन्छ। हाम्रो येशू ख्रिस्ट साँचो परमेश्वर हुनुहुन्छ। उहाँ नै हाम्रो अल्फा र ओमेगा हुनुहुन्छ, सुरु र अन्तमा हुनुहुन्छ। सुरु उहाँले गर्नुभएको, अन्त उहाँले गर्नुहुन्छ। यही कुरामा हामी विश्वास गरौँ, जानौँ येशू ख्रिस्टलाई। जसरी यो संसारलाई सृष्टि गर्नुभयो, सानो ठाउँ हो यो, यति सुन्दर प्रकारले बनाउनु भएको छ भने हाम्रो स्वर्गमा हुने पिता परमेश्वरले हाम्रो लागि स्वर्गलाई कति सुन्दर प्रकारले बनाउनु भएको होला।
सकेर हामी विश्वास गर्दै है हामी तयारी बनाउँ, हामी प्रभु यीशु ख्रीष्टको जय जयकार गरौँ, उहाँलाई स्तुति प्रशंसा गरौँ, उहाँलाई महिमा गरौँ अनि उहाँको गुणगान गरौँ अनि उहाँको सुसमाचार हामी मानिसहरूलाई पुऱ्याउँ, मानिसहरूलाई बाँडौँ ताकि उहाँको जीवन पाउँछ। धन्यवाद तपाईँहरूलाई यो सुन्दर समयको लागि अनि यो भिडियो हेरिदिनुभएको निम्ति पोल्यान्डबाट वर्षबाट तपाईँहरूको भिडियो गर्न पाएँ। प्रभुले तपाईँ सबैजनालाई धेरै धेरै आशिष दिएको। गड ब्लेस यु, गुड नाइट, टेक केयर, थ्याङ्क यू सो मच, बाई बाई।